हेर्नुस् त अब अहिले नयाँ पार्टीकै हातमा शक्ति छ, 2/3 सरकार छ। अब नयाँ पार्टीले के न्याय दिन्छ कि भनेर चाहिँ नि अहिले सामाजिक सञ्जालद्वारा हुन्छ कि एउटा माइती घर मण्डलमा हुन्छ कि एउटा ठाउँ बनाएर न्यायको भिख मागिराखेको छ क्या। अहिले यो दिदी फेरि अहिले सामाजिक सञ्जालमा आउनु भएको छ होइन। यो एमालेको नेता छ नि यो ऐनवर भन्ने यो बलात्कारी, यसले म माथि अन्याय गरेको हो र तत्कालीन भ्रष्ट केपी ओलीको सरकार हुँदाखेरि पटक पटक उन्मुक्ति दिएको हो यसलाई। त्यस कारणले गर्दाखेरि मैले नयाँ सरकारलाई आफ्ना मागहरू आफ्ना राखेर चाहिँ मैले ध्यान आकर्षण गराएको छु राज्य सरकार अदालतलाई। यो एन बहादुर महारा भन्ने छ नि, यो एकदम बलात्कारी नै रहेछ क्या। यो अझ अस्ति संसद भवनमा यो बुरुक उठ्याएको थियो कि यो मान्छे है। खासमा यो बलात्कारी रहेछ कि यो एमालेको। यसलाई कसरी हुन्छ, कडाभन्दा कडा सजाय हुनु पऱ्यो कि। पुरानो पार्टीहरू त यस्तै हो कि त्यो चोर डकैतीहरू यो बलात्कारी भ्रष्टाचारीहरूलाई लुकाउने काम गर्दो रहेछ। अनि कहाँ विदेशबाट चाहिँ नि यत्रो यत्रो ऋण लिएको त कहाँ यिनीहरूलाई पाल्न रहेछ क्या, पाल्तु कुकुरहरूलाई। कसरी हुन्छ यसलाई चाहिँ ठाउँमा व्यवस्थित गर्नु परेको। अहिले